सम्पूर्णमा म ललन शर्मा। आज हामी यस भिडियोमा हेल्थ रिलेटेड एकदमै भेरी इम्पोर्टेन्ट मोस्ट इम्पोर्टेन्ट एनडीएचएस का केही डाटाहरू एनडीएचएस 2022 का र त्यसको टार्गेटहरूको बारेमा हामी कुरा गर्नेछौँ र नेसनल पनि डाटा हेर्छौँ, साथसाथै हामी प्रदेशका डाटा पनि हेर्छौँ र टार्गेट त नेसनल लेभलबाटै हुन्छ। अब यो एकदमै इम्पोर्टेन्ट छ किनभने प्रायःजसो हेल्थ लोकसेवासँग सम्बन्धित क्वेसन्सहरुमा सोधेको हुन्छ। अब यहाँ डाटाहरू सबै लेखेकै छ, मैले सरसर त्यसलाई भनिदिन्छु र युनिट मैले यहाँ लेखेको छैन, युनिटहरू अहिले भिडियो हामी गर्दै गर्दा भनौँला। जस्तै हेर्नुहोस्, न्यूनेटल मोर्टालिटीको कुरा गर्ने हो भने न्यूनेटल मोर्टालिटी रेट नेसनल, यहाँ तपाईहरुले हेर्नुहोस्, यो माथि यो नेसनल हो, हेर्नुहोस् एकैछिन, ओके ल हेर्नुहोस्, यो चाहिँ माथिको यो नेसनल हो है, अनि त्यसपछि यो भनेको चाहिँ 2022 को हाम्रो डाटा भयो, यो 30 को चाहिँ टार्गेट भयो है त। ल अनि अब यता चाहिँ प्रदेश वाइज को एनडीएचएस डाटाहरू रहेका छ। P1 देखि P7 सम्म, त्यो म P1 देखि P7 सम्म भन्दिदैन, त्यो तपाईहरुले याद गर्नु होला किनभने दुईटा सम्झाउँदाखेरि युनिट आइहाल्छ, एउटा बुझ्नु होला है। अब न्यूनेटल मोर्टालिटी हेर्ने हो भने 2022 अनुसार नेपालको 21 रहेको छ, 21 पर 1000 लाइभ बर्थ हो। 1000 जीवित बच्चा जन्मिँदा 28 दिन भन्दा मुनि नै 21 बच्चाहरू मरिरहेछ, जुन नराम्रो कुरा हो, मर्नु भएन। यसको टार्गेट 2030 सम्म रिभाइज्ड भएको छ है, मैले रातो गरेको टार्गेटहरू रिभाइज भएका, यो 12 थियो पहिला, अहिले चाहिँ कति भयो त 15। त्यस्तै इन्फान्ट मोर्टालिटी रेट 28 हो, यसको टार्गेट सेट छैन, यो पनि पर 1000 लाइभ बर्थ हुन्छ। 1000 जीवित बच्चा जन्मे मध्ये 1 वर्ष मुनि नै 28 बच्चाहरू मरिरहेछ नेपालमा। त्यसैगरी अन्डर 5 मोर्टालिटी रेट हेर्ने हो भने 33 पर 1000 लाइभ बर्थ रहेको छ, जसको टार्गेट, यो टार्गेट पनि रिभाइज भएको हो, 25 बनाएको हो। यो टार्गेट पनि पहिला कति थियो त 28 थियो, यसलाई पनि के भन्छ 20 थियो, यसलाई पनि बढाएर 25 मा ल्याइएको छ, यो पहिला टार्गेट 20 थियो। अनि हेर्नुहोस्, रातो रातो गरिएको सबै रिभाइज गरेको टार्गेट हो, पहिला भर्खर रिभाइज भयो, त्यसको पनि मैले भिडियो पहिला फेसबुकमा राखिसकेको छु, त्यो हेर्न सक्नुहुन्छ। त्यस्तै अब मेटर्नल मोर्टालिटी रेट हेर्नुहुन्छ, एमएमआर हेर्नुहुन्छ भने 151 पर 1000 लाइभ बर्थ हो। यो तीनटै भनेको पर 1000 लाइभ बर्थ थियो, यो पर लाख लाइभ बर्थ हो, यो चाहिँ पर लाख लाइभ बर्थ हो, विचार गर्नु होला। र यसको टार्गेट पनि रिभाइज गरेको छ, यो लेस देन 70 टार्गेट बनाइएको थियो, अहिले यसको टार्गेट रिभाइज भएर 110 छ, 110 पर लाख लाइभ बर्थ। अब यो 5 वटा मोर्टालिटी इन्डिकेटर्सहरू थियो, जसमा न्यूनेटल, इन्फान्ट, अन्डर 5 र मेटर्नल। अब हामी तीनटा न्युट्रिसन रिलेटेड एकदम इम्पोर्टेन्ट, स्टन्टिङ भनेको लो हाइट फर एज भन्छौँ, उमेर अनुसार हाइटको विकास नहुनुलाई स्टन्टिङ, पुड्कोपना भनिन्छ। यो नेसनल हाम्रो 25 डाटा हो 2022 सम्म भने 15 मा ल्याउने हाम्रो लक्ष्य हो, 30 सम्ममा एसडीजी। वास्टिङ भनेको के हो, हाइट अनुसारको वेट भएन, अर्थात् ख्याउटेपना भन्छ, पातलो हुन्छ नि, हाइट छ तर उसको वेटै छैन, तौलै छैन, त्यसलाई हामी वास्टिङ भन्छौँ। यसको हाम्रो डाटा 8% बच्चाहरू, यो सब प्रतिशत हो है, यताको सबै जति प्रतिशतमा छ। तीनटा डाटा, माथिको तीनटा पर 1000 मा थियो, त्यसपछि एउटा पर लाखमा थियो, यो प्रतिशतमा छ तीनटै। अनि यो वास्टिङको चाहिँ 8% हो, टार्गेट चाहिँ हाम्रो 4% छ। प्रदेशको डाटा तपाईहरुले आफै हेर्नु होला। अन्डर वेटको कुरा गर्ने हो भने अन्डर वेट भनेको लो वेट एकर्डिङ टु एज भन्छौँ, एज अनुसारको वेट नहुनुलाई लो वेट भन्छौँ। यो अहिले 19 छ एनडीएचएस 22 अनुसार, यसको टार्गेट पनि रिभाइज भएको, यसको टार्गेटलाई पहिला 9 बनाइएको थियो, अहिले यसलाई 12 गरिएको छ, मिट नहुने भएको कारणले गर्दा बढाइएछ। कन्ट्रासेप्टिभ प्रिभ्यालेन्स रेट हेर्नुहुन्छ भने यो पनि प्रतिशत हो, 43% छ र हामीले जानुपर्ने हो 60 पुग्नु पर्ने हो 2030 सम्म, टार्गेट 60%, यो प्रतिशत हो, यो पनि प्रतिशत हो, अनि हामीले
43 मा छु त यो मोडर्न को हो टोटल चाहिँ कन्ट्रासेप्टिभ 57 हुन्छ तर मोडर्न को 43 हो र मोडर्नलाई हामीले 60 बनाउनु छ त्यसैले मैले मोडर्न को मात्रै लेखे र टोटल फर्टिलिटी रेट को कुरा गर्नुहुन्छ भने यो 2.1 पर वुमेन हुन्छ यो भनेको पर वुमेन हो एउटा महिलाले आफ्नो पुरै प्रजनन उमेर भरिमा 2.1 बच्चा जन्म दिन्छ र यो टार्गेट पनि हाम्रो यति नै हो त यसरी तपाईहरुले याद गर्न सक्नुहुन्छ युनिट सजिलो छ यता म तपाईहरुलाई युनिट को पनि कुरा एकछिन लेखिदिन्छु हेर्नुस् है तपाईहरुलाई अलिकति बुझ्न सजिलो हुन्छ युनिटमा हेर्नुस् यो तीनटाको 1000 मा हो पर 1000 मा हेर्नुस् पर 1000 मा हो हैन यो पर लाख मा हो यो तीनटा चारवटा भनेको पर्सेन्टेज मा हो र यो मुनि पर वुमेन हो यसरी तपाईहरुले याद गर्नु हैन सजिलो छ ल त्यति याद गर्नुलाई यो भेरी इम्पोर्टेन्ट डाटा हो प्रदेशको जुन प्रदेशको एक्जाम दिने बेला हुन्छ त्यो प्रदेशको याद गर्नुलाई नेशनल र एसडीजी टार्गेट त त्यो एभ्री टाइम याद गर्नु गरेर राख्नु होला हस् त धन्यवाद ल